हेलो नमस्कार सबैजनालाई। फर्स्ट एन्ड फरमोस्ट सबैलाई धेरै धेरै धन्यवाद मेरो च्यानललाई लाइक गरिदिनु भएकोमा, सब्स्क्राइब गरिदिनु भएकोमा। अनि तपाईहरुको अगाडि आज म एकदमै अनौठो टपिक लिएर आएको छु। तपाईहरु गेस गर्नुस् के टपिक हो, आजको कन्टेन्ट के हो भनेर। जसले गेस गर्नुभयो उनीहरुलाई मेरो आन्सर डिस्क्लोज गर्न चाहन्छु। आजको टपिक चाहिँ एउटा र्याप सङमा रिएक्सन गर्न गइरहेको छु। अनि अझै एक्साइटमेन्ट बढाउनलाई एकचोटी सोच्नुस् त कसको सङमा, र्याप सङमा चाहिँ रिएक्सन गर्न गइरहेको छु। सही सोच्नुभयो, हाम्रो प्रधानमन्त्रीज्यू बालेन्द्र शाहको अहिले भर्खरै रिलिज भएको आई थिंक 4-5 आवर्स गर्न गइरहेको छु। अनि एकदमै राम्रो रेस्पोन्स रहेछ। अनि मैले पनि यसो ट्राई गरौँ, यही नै हो अपर्च्युनिटी, भ्युअर्सहरु तान्ने, सब्स्क्राइबर तान्ने भनेर चाहिँ मौकाको फाइदा उठाइहालेको, बीइङ स्ट्रेट एट द पोइन्ट है। अनि मेरो फर्स्ट रिएक्सन भिडियो हजुरहरुले हेर्दिनु होला। अनि हेरेर मात्रै फ्लोलाई स्विच गर्न चाहन्छु। मेरो इंग्लिश सब्स्क्राइबरहरु पनि हुनुहुन्छ, अनि उहाँहरुको लागि चाहिँ अंग्रेजीमा जानु पर्यो है। हेलो एभ्रीवन, once again this is your guy Peace Protocol with you. Thank you for subscribing my channel. Today guess what, I'm going to react on one of the rap song, and the rapper is our Prime Minister. Yes, you are, who has just now 4-5 hours ago he has dropped his new rap song. So I'm going to react. And obviously I need your comment, feedback. Constructive criticism is important for the development, since I am new in this YouTube world. So obviously your comments, you're from our Prime Minister, now I can proudly say it. So without wasting your time, let's jump into the video. Thank you. मुटुभरि भाग मेरो रातो रगत उमाली, राजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली, ल्याउँछु शिर थापेर नेपालमा पुकारी, नबस्नु है रंगाउँछु तिमीलाई श्रृंगारी। यो पाली चाहिँ घर घरमा हाँसो खुसी पुग्नेछ, हरियो वनको गाछ मेरो जस्तो आए नि चुक्नेछ, नफुलोस् यो सास मेरो चितुवा चाहिँ कुद्नेछ, बिरुवा चाहिँ फुल्नेछ यो बसन्तको पालुवा। यो पालोमा कालटिका महाकालीको आशीर्वाद, पारसमणि चम्किनेछ देऊ केवल हातमा हात, नेपालमा जनता र हामी सबैको आत्मसाथ, देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात, पुग्नेछौं शिखरमा जुक्ति हाली सबलाई दिँदै मात, 9-2 मिलेर विदेशी माटो चिरेर भिरेर काँधमा माया आउनेछ स्थान लिएर, ज्यान दिएर बिग्नेछ यसपालि क्रान्ति हेर। जय महाकाली आयो गोर्खाली, यसपालि डराउँदैन यो नेपाली। जय महाकाली आयो गोर्खाली, हात हातमा राखो बाली फैलिन्छ यो नेपाली। जय महाकाली आयो गोर्खाली, यसपालि डराउँदैन यो नेपाली। जय महाकाली आयो गोर्खाली, हात हातमा राखो बाली फैलिन्छ यो नेपाली। सरै जस्तो छाती मेरो पहाड शिर टाकुरा, सगरमाथा चाहिँ चिसो निधार बलियो छ यो पाखुरा, जस्तो आए नि उम्किन्न बैरी सोची फ्याकुम्ला म हिँड्छु दौडिन्छु, रोक्नेको घाँटी न्याकुम्ला म भिड्छु, छोड्दिन ठेक्नलाई यो ज्यान व्याकुल छ चिनिन्छु, हजारौं बासी विश्व एक ठाम राखुम्ला चिर्दिन्छु, जस्तो नि जाल पाल सबै माकुरा, आगो पनि बोल्ने छु म चिसो पनि बरफ छैन, विश्व झुकी बोल्ने छ हेर नेपाल रहेछ फरक नै, अरू भन्दा अनुपम छ मेरो चाल ढाल पनि, नआइज मेरो सामु खोक्रो खोलीको खाल पनि, उचालो चाहिँ गचिने छु 46 को साल बनी, असारे पनि बसिन्छु पाडी ल्याउने काल बनी, इन्किलाब क्रान्तिले शान्ति सम्हाल्छ नि, एकताको बल मेरो राष्ट्रिय दण्ड अखण्ड, नेपाली यसपालि इतिहास बन्दैछ। जय महाकाली आयो गोर्खाली, यसपालि डराउँदैन यो नेपाली। जय महाकाली आयो गोर्खाली, हात हातमा राखो बाली फैलिन्छ यो नेपाली। जय महाकाली आयो गोर्खाली,
छिमेर स्वाली डराउँदैन यो नेपाली जय महाकाली आयो गोर्खाली हातमा राखो बाली फैलिन्छ यो नेपाली विश्वमा झण्डा फहराउने छ एक दिन जय नेपाल जय महाकाली आयो गोर्खाली एकदम खतरा लाग्यो राम्रो थियो एकदमै राम्रो फर्स्ट टाइम रियाक्सन थियो मलाई चाहिँ त्यो सङको फ्लोमा जान मनपर्छ ऱ्यापको फ्लो जुनै पनि चिजको अनि बीचबीचमा मैले इन्टरसेप्ट गरिन काटिन मलाई नि मजा लाग्दैन अनि एकदम राम्रो सङ ओभरअल अझै यो त अब काइन्ड अफ एन्थमै खालके सङ भयो जुनै पनि अब बालेनको सङहरू त्यस्तै मात्रै हुन्छ एकदम पेट्रोटिक सङ एकदम राम्रो अनि जुन चाहिँ त्यो सिनेमेटोग्राफी त्यो पनि एकदम खतरा हैन सबै कुरा राम्रो अब बालेन अब सरले अब फ्लेक्स गर्न पनि मिल्यो नि त देखावटी गर्न नि मिल्यो नि त अरूले त गर्छन् भने उ त प्रधानमन्त्री हो अनि त्यही पनि के देखावटी गरेछ एकदम राम्रो सबै कुरा राम्रो अब उहाँको त्यो फ्लो पनि एकदम आफ्नै फ्लो छ हैन अब ऱ्यापको बारेमा अलिकति कुरा नै गर्दा अब धेरै त जान्दैन हामी पनि अब 2006-07 देखि ऱ्याप सुनेर आएको हैन अलिअलि मात्रै आउँछ आएको कुरा भन्ने त्यो फ्लो उहाँको आफ्नै फ्लो छ कुनै कपी छैन अनि हरेक बार्स राम्रो छ प्लस उहाँको धेरै मेटाफोर्सहरू हुन्छ के म चितुवा सरी देश सरी चुनाव छ त्यो एउटा कम्प्यारिजन राम्रो छ हैन जे होस् अब उहाँको पोएट्रिक ऱ्याप हो अनि एकदम राम्रो सुनिन्छ पनि अनि फ्लो एकदम राम्रो छ अब ऱ्यापमै कुरा गर्दाखेरि अब अरू कुरा एकदम खतरा अब हाम्रो सानै भनौँ हैन सानै नै हो अब प्राइम मिनिस्टर हुन लागेछ यार भोलि अनि आज ड्रप गरेको छ गीत कति मेहनती पनि होला यहाँबाट नि थाहा पाइन्छ है अनि अगेन कति मिस्टेक भयो होला भिडियोमा अनि त्यही मिस्टेकहरू चाहिँ हजुरहरूले सुधार्नुपर्छ है सुधार्दिनु होला अनि एउटा अर्को मेसेज चाहिँ के यहाँबाट यदि पुग्छ भने हामी पनि सोशली अब मेन्टली एकदम एक्टिभ हुनुपर्छ पहिलाको जस्तो जे कुरामा पनि हल्का चिज हामीले कुनै मैला डस्टबिनमा फ्याल्यौं भने पनि त्यो कुराले पनि धेरै हेल्प हुन्छ नेसनलाई देशलाई त्यति चाहिँ हामीबाट गरौँ एउटा आम नागरिकले पनि फोहोर त डस्टबिनमा फ्याल्न सकिन्छ नि त त्यति नै गर्यौं भने पनि हामी धेरै हो अल द टाइम हामीले हाम्रो नेताहरूलाई ब्लेम गर्नुभन्दा जुनै पनि देशको हाम्रो मात्रै हैन सिटिजन राम्रो भयो भने घर राम्रो हुन्छ घरबाट समाज राम्रो हुन्छ समाजबाट त्यहाँबाट डिस्ट्रिक्ट राम्रो हुन्छ डिस्ट्रिक्टबाट कन्ट्री राम्रो हुने हो त्यो चाहिँ अब प्रोसेस भन्ने चीज चाहिँ जहीँ पनि हुन्छ एकदम राम्रो ओभरअल अब भिडियोमा धेरै भने अब हामीले अब कमेन्ट त्यस्तो जे छ राम्रो छ अनि अल द बेस्ट एकदम प्राउड मोमेन्ट हाम्रो प्राइम मिनिस्टर साहब चाहिँ ऱ्यापर अब यो खालके म्युजिक ड्रप दिनुभयो अनि अर्को चाहिँ हाम्रो स्वप्निल दाइलाई पनि एकदमै धन्यवाद अनि भिडियो कस्तो लाग्यो भनिदिनु होला प्रक्रिया दिनु होला तपाईहरुको अनि अब हल्का चेन्ज गरौँ थ्यांक यू भेरी मच एभ्रीवन फर वाचिङ माई भिडियो I don't like to cut off the video in between the segment, so I am doing my review at the last. So this video again, though it was in Nepali, but it was kind of patriotic song. It was a unity song, always as a prime minister, and this is a proud moment for us. We are getting new prime minister, and he has dropped his rap song just one day before the oath taking ceremony as a prime minister, and there are many things that he mentioned in the his rap as well also, like unity, prosperity, development, his vision, his respect
towards the nation, so which is very good thing to know. And yes, again, it will take time. Everything has a process. So by saying that, I will conclude my video, first reaction video. Please share me your honest review. You can hit me on the comment below as well. And thank you for your support. Stay safe. Jai Gorkhali.